गाइज हामी चाहिँ ठ्याक्कसँगले लौरी विनायक आइपुगेको छौँ। यो चाहिँ लौरी विनायक हो। लौरी विनायकबाट ठक्कसँगले हेर्दा ट्याक्कै माथि वरिपरि टक्कसँगले हिउँ गरेको छ। टक्कसँगले यस्तो छ भ्यू। यो होटेल चाहिँ हामी बसेको यो होटेल हो। एकदम जाडो छ, चिसो छ होइन एकदमै, तर ठिक छ। सरर हावा चलिरहेछ। मान्छेहरू धेरै आउने जाने गरिरहेछन्। यो घोडामा चाहिँ त्यहाँ तल सोलङपाटीबाट लौरी विनायक आएको 1500 लिँदो रहेछ भनेर। लौरी विनायकसम्म आयो भने 1500 लिन्छ। सोलङपाटी भनेको चाहिँ ठ्याक्कै उयो तल, त्यो तल देखिएको यो 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 ठाउँलाई चाहिँ सोलङपाटी भन्छ। यहाँबाट हामी यति आएको चाहिँ यहाँनिर लौरी विनायक भन्छ यो ठाउँलाई चाहिँ। भोलि हामी यो डाँडो ठ्याक्कै डाँडोबाट उतापट्टि जाँदैछौँ। त्यहाँ चाहिँ गोसाइँमुण्डा नजिकै छ हिमालहरू होइन, यति नजिक नजिक छ कि यहीँनिर यो सबै हिमालहरू हो। यो नजिक नजिक छ एकदमै एकदमै नजिकमा। अनि एकदम चिसो छ। अघि आउने बेला चाहिँ हिउँ पनि परेको थियो, पानी पनि परिरहेको थियो। अहिले चाहिँ खासै त्यस्तो छैन, एकदम कुल भइरहेको छ। ठिक छ, जो रमाइलो छ। आनन्दले रिल्याक्स गर्दै आएको आइपुग्यौँ। बस्ने होटेलको भयो कसले यस्तो छ। बस्ने आगो ताप्ने झ्याप्पा लाएर यहाँनिर चाहिँ आगो ताप्न आउँछ। टक्क आगो ताप्यो झ्याप्पा र हाम्रो रुम चाहिँ टक्कै माथि छ कि टक्कै यस्तोबाट जानु रुमको लागि यस्तो छ। यहाँबाट सरर हाम्रो रुम नेट चल्यो नि के भएर हामी खोल्यो होइन, अनि त्यसपछि हामी सामान राखेन, तर दिदीले लाग्यो क्या हामी बस्नु लाग्छ भनेर अर्को मान्छेलाई दिँदैछ। अनि त्यो दिदीलाई भन्यो मैले कि हामीको त्यहाँ बस्नु अलिक गाह्रो हो, हामी 7जना, अर्को रुम चाहिन्छ, रुम छैन मेरो, तर मैले माथि होटेलमा भन्दाखेरि उनीहरूले दिनुहुन्छ तपाईँले, तपाईँहरू माथि जाने लगैँदैन। हामी 7जना माथि जाने भयो हामी के अब माथि जाने जाने कुनमा मायामा माया के यस्तो आवाज सुन्नु भन्दा ठिक हो। जाउँ भान्सा खैरेनीको हेर्ने भनेको भन्न थालेन यार, त्यसरी के गरेको यस्तो हतारमा छ तिमी। रियाक्सनको लागि खिचायो खैरेनीको होइन, माथि जाने हो हो कि यार, कस्तो भिडियो त्यतिकै भिडियोकै लाग्यो। कसले के गर्छ भनेर हो कि अहिलेको खैरेनी 150 भने होइन कुरा गरेर नि गएर ऊ भान्जालाई चाहिँ लगाएर आज उबार तिमीले तलमा बनाएर चाहिँ भान्जालाई हेर्छु न।